नमस्कार, म नवीन बुढाथोकी। आज हामीसँग हुनुहुन्छ संयुक्त नागरिक पार्टीबाट प्रत्यक्ष उम्मेदवार सुरेश राई र समानुपातिकबाट गणेश बहादुर परिवार। तपाईँहरूलाई स्वागत छ हाम्रो कार्यक्रममा। धन्यवाद, नमस्कार। मैले सीधा प्रश्न गरेँ, तपाईँहरूको यो उदयपुर निर्वाचन क्षेत्र नम्बर 1 बाट उम्मेदवारी दिनुपछिको कारण के हो? यो हाम्रो रहरको राजनीति होइन, पार्टीको राजनीति। हामीले निकैपल्ट हेऱ्यौँ, धेरैपल्ट पुस्यामा चाह्यौँ। हामीले चाहेको विषयवस्तु विकास हो, रोजगार हो, सम्मान सुसम्मान हो, एकले अर्कालाई सम्मान सद्भाव हो। अनि सद्भाव अहिले छ, एकले अर्कालाई नेपालीले नेपालीलाई माया गर्ने परिपाटी छ। तर हाम्रा रोजगारका स्रोतहरू हामीसँग नभएकै कारण अहिले 80 लाख भन्छन् 1 करोड जनता युवाहरू, युवा शक्तिहरू देशलाई निर्माण गर्ने विशेष शक्ति बाहिर छन्। 1 करोड जनतामा, जसको कारण हामीलाई यो उपलब्धि छ कि देशमा केही रोजगार स्वरोजगार केही व्यवस्थापन केही होस् भन्ने हाम्रा विचारहरू, जुन कुराहरू मैले केन्द्रबिन्दु पुस्तक लेखेँ, जुन पुस्तकमा लेखिएको हाम्रो एजेन्डा, हाम्रो प्रतिबद्धता, यहाँ हेर्नुभयो भने हाम्रो प्रतिबद्धता छ। अनि यो 1 देखि 10 नम्बर लेखिन पनि 11 नम्बर भएको छ, त्यो केही फरक परेन, जसबाट हामीले निकाल्यौँ। र अनि यो 2 नम्बर दुईवटा विषय चाहिँ उहाँले समानुपातिक उम्मेदवारले प्रस्तुत गर्नुभएको छ। र हामी अहिले किन त यसरी उदयपुर क्षेत्र नम्बर 1 मा हामी प्रत्यक्ष उम्मेदवार उठ्न पर्यो भन्दा चाहिँ हामी केही सुशासन सम्मान हामी चाहन्छौँ। 3 करोड जनतामा अहिलेको भाइचारा छ, यो नबिग्रियोस्, नबिटोलियोस्, एकले अर्कालाई माया गरौँ, उत्साह दिउँ। जस्तै तपाईँले व्यापार गर्नुहुन्छ होला, तपाईँको व्यापारको सम्मान हुनुपर्छ। कृषि होला, कृषिको सम्मान हुनुपर्यो, कृषकको सम्मान हुनुपर्यो। कृषि उपार्जन उत्पादन भएका विषयवस्तुहरू कहाँ लाने, कहाँ बिक्री गर्ने? यहाँ सयौँ हजारौँ कृषकहरू ऋणमा डुबेर लखतरान परेका छन्। अनि हामी कमसेकम हाम्रो विषयवस्तु चाहिँ आफ्नै देशमा के होस्, हामी रोजगारका विषयवस्तुमा हाम्रो सडकको दायाँ बायाँ प्रशस्त देख्छौँ, तर गर्ने कसले? त्यही हजुर। अनि तपाईँको यो क्षेत्रबाट समानुपातिकमै उठ्नुको कारण चाहिँ के हो? हुन्छ, हाम्रो भाइलाई धन्यवाद, उहाँले प्रश्न गर्नुभयो। विशेष गरेर युवाहरूको चाहना यो भदौ 23-24को आन्दोलनपछि हामी राजनीतिक पृष्ठभूमिबाट आएका व्यक्ति त होइनौँ, तर हामीले चाह्यौँ, हामीले सोच्यौँ यो देशले परिवर्तन खोजेको छ। त्यो परिवर्तन चाहिँ संयुक्त नागरिक पार्टीले मात्रै दिन सक्ने भएकोले हामीले यो पार्टीलाई रोजेर यहाँको युवाहरूको एउटा प्रतिनिधित्व गरेर म समानुपातिक उम्मेदवारमा नाम दिएको छु। हजुर। अब तपाईँहरूको पार्टी यदि सरकारमा गयो भने देशको अर्थतन्त्र सुधार्न अथवा देशलाई निकास दिनका निम्ति के कस्ता योजनाहरू छन्? भोलि हामी सरकारमा पुगेपछि हाम्रो राष्ट्रमा अब अहिले जसरी चलिरहेको छ त्यसमा हामी केही न केही परिवर्तन ल्याउँछौँ। त्यो हामी राज्य सत्तामा हामी पुग्यौँ भने युवाहरूको चाहनालाई एउटा सम्बोधन गरेर विभिन्न जाति विभिन्न धर्ममा, जस्तो विभिन्न जातहरू क्षेत्री बाहुन दमाई कामी सार्की राई लिम्बू अन्य मुस्लिमहरूमा पनि पिछडा वर्गहरू छन्, तिनीहरूलाई चाहिँ हाम्रो एउटा पार्टीले उत्थान गर्ने विचार लिएर अगाडि बढेको यो एउटा संयुक्त नागरिक पार्टी हो। भोलि हामी राज्य सत्तामा हाम्रा मान्छे 1-2 जना मात्रै पुग्नुभयो भने पनि यो कुरालाई हामी त्यहाँ
प्रतिनिधि सभाबाट अथवा प्रत्यक्ष उम्मेदवार प्रतिनिधि समानुपातिक उम्मेदवार मध्ये हामी जो कोही गए पनि यो कुरालाई हामी अगाडि बढाउँछौँ। अब उदयपुर क्षेत्र नम्बर 1 छ नि, यसलाई विकास गर्नका निम्ति यसलाई चाहिने कायदा कानुन निर्माण गर्नका निम्ति तपाईँहरूसँग के भिजन छ? हाम्रो यसको लागि चाहिँ हामीले यहाँनिर केही मुद्दाहरू पनि उठाएका छौँ। हाम्रो क्षेत्रमा प्रशस्त पर्यटक क्षेत्रहरू छन्, त्यहाँबाट हामी आम्दानीको स्रोत लिन सक्छौँ। हाम्रो 1 नम्बर एजेन्डा हेर्नुभयो भने तपाईँले थाहा पाउनुहुन्छ, जस्तो चौडनीगढी दरबार त्यो चाहिँ अहिले संरक्षित, त्यति राज्यले पनि त्यत्रो लगानी गरिराखेको, राज्यबाट त्यत्रो लगानी भएको अवस्था छैन। त्यसलाई चाहिँ एउटा संरक्षण गरेर पर्यटक क्षेत्र बनाएर भोलि राज्यबाट केही हामीले आम्दानी त्यहाँबाट लिन सक्छौँ। त्यो पैसा चाहिँ राज्यमा लगानी गर्न सकिन्छ, हाम्रो क्षेत्रमा लगानी गर्न सकिन्छ। त्यस्तै तरिकाले हाम्रो प्रत्यक्ष उम्मेदवारले भनिसक्नुभयो, बाटो सडकमा हाम्रो बोट बिरुवाहरू छैन, जहाँ चाहिँ त्यस्तो दुर्घटना हुने स्थान छ, त्यो स्थानहरूमा बाटो मुनि अथवा बाटोमाथि नाली बनाउने अनि बाटो मुनि चाहिँ बिरुवाहरू रोप्ने हाम्रो योजना छ। भोलि हामी हारे पनि जितेर गए पनि हारे पनि हामी बिरुवा रोप्ने काम चाहिँ हाम्रो पार्टीले अवश्य गर्छ। अब के छ भन्दाखेरि चुनावी माहौलमा भागदौड गर्न उदयपुर क्षेत्र नम्बर 1मा अलिक असम्भवै छ। हाम्रो यही भिडियो मार्फत तपाईँ उदयपुर निर्वाचन क्षेत्र नम्बर 1 का नागरिकहरूलाई के सन्देश दिन चाहनुहुन्छ? यहाँका युवाहरूलाई के सन्देश दिन चाहनुहुन्छ? युवाहरूलाई आफ्ना स्किल छ त्यो प्रयोग गरेर देशलाई कसरी सुन्दर अनि समृद्ध तुल्याउन सकिन्छ, निरन्तर आफ्नो तर्फबाट सकेको पहल कदमी, आफ्ना बल बुद्धि शिक्षा हामीले प्रयोग गरेर देशलाई सुन्दर बनाउने पक्षमा हामी लागि पर्नुपर्छ। युवा होस्, वयस्क होस्, वृद्ध होस्। हामी पढ्छौँ सुन्छौँ, विदेशमा 80 वर्षसम्म काम गरिरहेको हुन्छन् मान्छेले, 90 वर्षसम्म काम गरिरहेका हुन्छन्। तर हाम्रो नेपालमा चाहिँ 50-60 वर्ष पुगेपछि हामी काम गर्नै सक्दैनौँ भन्ने मानसिकता छ। हामीले काम गऱ्यौँ भने कामले चाहिँ स्वास्थ्यलाई तन्दुरुस्त तुल्याउँछ। युवा होस्, जोसुकै होस्, निरन्तर आफ्नो कामलाई, आफ्नो बिजनेसलाई, व्यापारलाई, शिक्षालाई निरन्तरता दिनुपर्छ भन्ने हाम्रो सन्देश हो। अघि नै समानुपातिक उम्मेदवारजीले भनिसक्नु भएको छ। हामी सडक मुनि, हामीले जिते पनि नजिते पनि सडक मुनि ठुलो जानकार रूप रोप्छौँ। कारण हामीले भर्खरै मात्र यहाँ अधेरीमा, यो नजिकको विषय भन्दैछु, टाढाको विषय थुप्रै छन्। पोखराबाट आएको बस दुर्घटना हुँदा 21 जनाको मृत्यु भयो। अब रामेछापमा बस पल्टिँदा 12 जनाको मृत्यु भयो। कारण हाम्रो राज्यले, हाम्रा देशका राजनीतिक वर्गहरूले अथवा सरकारले सडक मुनि रुख रोपिदिएको हो भने सडकको रुखले, सडक मुनिको रुखले त्यो बस कार कुनै पनि सवारी साधन अल्झाउँथ्यो। तल कुसीमा झर्दैन थिए, त्रिशुलीमा झर्दैन थिए, सुनकुसीमा झर्दैन थिए। अनि सडक मुनि रुख रोप्नुको कारण चाहिँ त्यो युवाहरूलाई पनि, जवानहरू, युवा होस्, वयस्क होस्, वृद्धले पनि सडक मुनि रुख रोप्न सक्छ। सरकारले गर्नुपर्ने काम हामीले गर्न लागिरहेका छौँ। संयुक्त नागरिक पार्टी हाम्रो विकास नभएको मनलाई विकसित तुल्याउन हामी उदयपुर क्षेत्र नम्बर 1मा हामी प्रस्तुत हुन आइपुगेका छौँ। यो उदयपुर क्षेत्रमा हामी लगभग धेरै ठाउँ पुग्यौँ। हामी प्रत्यक्ष उम्मेदवार यो गिटार छापबाट यो संयुक्त नागरिक पार्टीको प्रत्यक्ष र समानुपातिक उम्मेदवारलाई तपाईँहरूको ठाउँमा
जहाँ चाहिँ दुर्गम ठाउँ छ त्यहाँ हामी पुगेको छैनौँ। त्यसकारण हामी यो मिडिया मार्फत तपाईँहरूले यही उदयपुर चौडण्डी नपा 3 भट्लेनीको युवा भाइहरूले यो तपाईँहरूको जिएनजीको आन्दोलन पछिको एउटा राजनीतिक माहौलले गर्दा हामी पनि त्यस ठाउँमा समानुपातिक उम्मेदवार हुने अवसर मौका राज्यले दियो। यसको निम्ति हामी पार्टीलाई धन्यवाद दिँदै युवा भाइ बहिनीहरूलाई पनि तपाईँहरूले आफ्नो स्वेच्छा मत हाम्रो विचार सुनेर बुझेर संयुक्त नागरिक पार्टीलाई अत्याधिक बहुमतले विजय गराइदिनुहुन्छ भन्ने पूर्ण विश्वास लिँदै यहाँबाट बिदा हुन चाहन्छु। हजुर हुन्छ, यहाँबाट हामी आफ्नो भनाइलाई यहीँ राख्दै बिदा हुन चाहन्छौँ। धन्यवाद। चुनावको भगदौडको समयमा जनताको घर घर पुग्नुपर्ने समयमा हामीलाई तपाईँहरूको अमूल्य समय दिनुभएकोमा धेरै धेरै धन्यवाद। धन्यवाद। पत्रकार भाइहरूलाई पनि धन्यवाद। हामीलाई यो समय दिनुभयो। हामी प्रत्यक्ष जनताहरूसँग पुगेर भोट माग्नुपर्ने हाम्रो समय कम भएको कारण हामी पुग्न सकेनौँ। तर हामीलाई अब हाम्रा प्रिय दाजुभाइ दिदीबहिनी कोमा पुर्याउनु भएकोमा यहाँलाई पनि मिडिया मार्फत हाम्रो भनाइ पुर्याइदिनु भएकोमा तपाईँहरूलाई पनि धन्यवाद दिन्छ।